हेलो एभ्रिवान, दिस इज माई फर्स्ट ब्लग। अब तपाईँहरूले लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु हुनेछ। यदि तपाईँहरू टोकियोमा बस्नुहुन्छ अनि टोकियोको आसपासमा बिदाको समयमा घुम्न रमाउन चाहनुहुन्छ भने तपाईँहरू मोमिन पार्कतिर जान सक्नुहुन्छ होइन। यो चाहिँ कार्टुनहरूको हो होइन। तपाईँहरूलाई कार्टुनहरू मनपर्छ भने जस्तै नेपालीमा मोमिन अनि सानोमा के छ नि त त्यो चाहिँ तपाईँहरू जान सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँहरू सुरुवातीमा चाहिँ इकेबुकुरोसम्म चाहिँ जानै पर्नुपर्छ होइन। इकेबुकुरो गएर त्यस पछाडि सेब्यू इकेबुकुरो लाइन प्लेटफर्म 5 देखि चढेर तपाईँहरू फेरि हानोन भन्नेसम्म जानुपर्छ। त्यहाँ चाहिँ डाइरेक्टली नजाने भएको हुनाले गर्दाखेरि तपाईँहरू हानोनदेखि बस चढेर जानुपर्ने हुन्छ। बस चढ्दाखेरि तपाईँहरू प्लेटफर्म 1 देखि चढेर डाइरेक्टली जान्छ। त्यस पछाडि तपाईँहरू टिकट काट्नुपर्ने हुन्छ होइन। टिकट चाहिँ पर पर्सन 43-44 छ होला मेरो चाहिँ दिदीहरूले काट्नु भएको थियो अनि त्यति थाहा छैन। त्यहाँ गएर एकदम रमाइलो इन्जोय गर्न सक्नुहुन्छ होइन। एकदम राम्रो फेभरेट ठाउँ छ अनि मेरो चाहिँ फेभरेट कार्टुनहरूमा चाहिँ यो सानो माया हो।